बेचारा मेरो बाइक बिहानदेखि उभे छ यो। ल यहाँ कति फोर भएछ नि। आहा गाइजहरु वेलकम ब्याक छ है मेरो युट्युब च्यानलमा। कपडा हेर्नु पर्यो कपडा कसरी थाहा छ। घोच यार यता यार भयो। अब चल्दिनु पर्यो घुम्न। सामान पुर्याउन जानु पर्यो गाइजहरु। टाउको ठक्यो यार। ये बाइकबाट छोडिदिन्छ क्या कपडा। हुन त गाडीको पनि अस्ति ग्यारेजमै छोडेछ। कपडा धेरै हराउँछ क्या नेपालमा। धुलो यार। आफ्टर लङ टाइम है गाइजहरु। अस्ति भिडियो बनाएको यार साउन्डै यो माइकको मोडै चेन्ज गर्न बिर्सेछ क्या मैले। अनि पुरै रोबोट जस्तै साउन्ड रेकर्ड भएछ। अनि त्यो सबै मेरो भिडियो बर्बाद भयो। अहिले चाहिँ अलि राम्रै आयो होला। सस्तो माइक हो 2000 मा त किनेको। DJI को किन्नु पर्ने पैसा छैन। ल यसरी पुस्नुपर्छ है गाइजहरु। अनि पछि छोराछोरी भयो भने काम लाग्छ चाक धुनलाई। कता कता धुलो छ यार। ल फेरि हाल्दिनु पर्यो। अब दाइले कराउँछ। गाडी पनि लक गरेछ छैन दाइले। अब चल्दिनु पर्यो सामान पुर्याउन। जय होस् केटीएम आशिकी। वेट ओए स्पीड ल डर लाग्छ यार लास्टै रोड क्रस गर्न बाबाले। सो गाइजहरुलाई कस्तो छ त हाम्रोतिर यहाँ भर्खर थकाली भान्सा घर खुलेछ हैन। जानुपर्छ थकाली खानालाई। अनि रोयल प्यालेस पनि छ है। अनि यहाँ क्रिकेट स्टेडियम पनि छ। आई एम सो लकी गाइजहरु। फ्रीमा म्याच हेर्न पर्छ क्या। टिकट काटिराख्नु पर्दैन। चक्क यहाँ बस्ने म्याच हेर्ने इन्जोय गर्ने। आमा कस्तो घाम चर्केको यार। केही देखि छैन। हेलमेट खोल्नु पर्यो। फेरि टिफर गइरहेको छ। ओहो कस्तो धुवा फाल्ने क्या। साइड लाइट बालिरहेको थियो मैले ओभरटेक गरिदियो। आछु माइ लर्ड जाडो भयो माइ लर्ड। लभ टु लभ रिसोर्ट रे। झुई बाइक पनि मर्न आँटेछ मेरो। पैसा सैसा छैन यार बाइक बनाउनै। के गर्ने होला। सो गाइजहरु बाबा चौक आइपुग्यो फाइनली। मेरो काम चाहिँ खासमा यस्तै हो हैन। अब जताबाट कल आयो
अनि सामान लिन जाने पुर्याउने बनाएर हैन। त्यही भएर म धेरै टाढा टाढा जान मिल्दैन गाइजहरू। हेर्नुहोस् यस्तै भिडियोमा काम चलाउनु पर्यो। कसले हेर्दै हुनुहुन्छ मेरो भिडियो यसो सेयर नगरिदिनु होला, मलाई भाइरल हुनु छैन, तर माया चाहिँ गर्नु नि फेरि। वी आर फ्यामिली ब्रो, वी आर फ्यामिली। मेरो बाइक रेस भयो, आफ्नो क्लसी चाहिँ नि आफै रेस हुन्छ। अस्तिदेखि बिग्रिरहेछ, कहाँ कुन दिन गएर बस्छ थाहा छैन। यति चाँडो पङ्खा नि चल्दैन। फेरि आफै हुन्छ कि यो। सम्झना मायालु मेरो, कहाँ छौ तिमी यस्तो जाडोमा। अनि यहाँ यसो बाइक राइडरहरू चाहिँ अलिकति हतार नगरेर चलाउनु होला है। आज भोलि लास्टै जाम हुन थालेछ तपाईँहरूले गर्दा। एकछिन जाम पर्नुपर्छ यार, बाइकहरू त साइड साइड हेर्दैन, पछाडि त बस्नै मान्दैन क्या। हुन त बाइकमा चढेपछि यस्तै हो, तर म चाहिँ अलिकति सिचुएसन हेरेर मात्र जान्छु म चाहिँ। बाइक चाहिँ अति नै भएको छ क्या काठमाडौँमा, अति अति अति। गाउँ आयो। सनसेट भ्यू हेर्नुहोस् ल। अस्ति मेरोमा एउटा भिडियो आएको थियो यार, भ्लग गर्नै थियो। यस्तो मुछाडे हिँडिरहेको छ, मलाई त आउँदैन यार त्यस्तो। मेरो त आफूको फ्यामिली देख्दा है, त्यही भएर म यसो मुख छाडेर कुरा गर्दैन म, र मलाई आउँदैन पनि गाइजहरू। आइ एम सो इनोसेन्ट। तर त्यसरी गाली गरेर चाहिँ भिडियो नहालिदिनु होला गाइजहरू है। सबजना आफ्नो आफ्नो ठाउँमा राम्रै हुन्छ है। कसैले केही जिस्केर पनि भन्छ, केही भन्दै भने अनि प्याच चाहिँ रिसाएर चाहिँ गाली चाहिँ गरिहाल्नु हुँदैन है। मेरो भिडियो त दाइहरूले हेर्नुहुन्छ, भाउजूहरूले हेर्नुहुन्छ, अनि यस्तो चाहिँ म बोल्दैन है कहिले पनि कसैलाई। महेश बस्नेत गयो मायाका डगसँग। भोकटे यता आएछ गोडेतिर। ओहो यहाँ पनि छ। अनि यहाँ होस्, अहिले फेरि खोज्दै आयो भने जाठाहरू मार्छ मलाई। तपाईँहरूले बुझ्यो होला नि मैले कसलाई भन्दैछु। जेनजेडको दुश्मनहरू तिनीहरू नै हो। तीनटा भाइरस, त्यसमाथि भोकटे। आई डोन्ट लाइक दिस डग्स, दिस ब्लेडी डग्स। नेपालको भाइरस कहिले हो पिछा छोड्ने। गाइजहरू फाइनली म बोर्डे आइपुग्यो है। मैले सामान यति पुऱ्याउनु हो एउटा भाइको ग्यारेजमा। अनि मेरो गोप्रोमा चार्ज पनि कति चाँडो सकेको, आधीभन्दा घटिसक्यो यार।
चार्ज गर्ने बिर्सिन्छु जहिले फुल चार्ज चिसो चिसो पानी जस्तो झरनाको चढ्दैन मलाई स्वाद अर्नाको यो हो सिनीटार आवास क्षेत्रभित्र प्रवेश गर्नुभएकोमा सम्पूर्णलाई स्वागत छ। ल फाइनली आइसक्यो गाइजहरु। खाली इंजिन फुल पा हवा ना भर पा लो निकाला।